तपाईँले त्यसलाई तबेला उपहार दिनुभएको थियो, आज उहाँ नै तपाईँको तबेला बजाउन आउनु भएको छ। म यस कुरालाई यस कारण गम्भीरताका साथ लिन्छु कि ती मान्छेहरू देशकै विरुद्ध भयानक विध्वंसबाट पैदा भए, विध्वंस मानसिकताका साथ सिंहदरबार जलाउँछु भनेको अहिले जलाउने बेला मात्रै होइन नि, पहिले अगाडि, अथवा यो चिज भनेको सामान्य हो, गर्नै पर्ने चिज हो भनेर भन्दै आएको चिज हो नि, त्यो मानसिकताका मान्छेहरू हुन् भन्ने त देखियो। यसकारण मैले त्यसलाई सिरियसली लिन्छु। तर राजनीति नगरेका, राजनीतिको कुनै अनुभव नभएका, यसो ठगी खाएका, ठगी हिँडेका, त्यस्ता खालका झ्याप हुने ऱ्याप गाउने खालका मान्छेहरूको बारेमा म कुनै टिप्पणी गर्न चाहन्छु। लोकतन्त्रमा सबभन्दा ठुलो कुरो भनेको संवाद होला, अभिव्यक्ति होला। तथापि केपी ओलीसँग अन्तर्वार्ता लिन अरूलाई त कति लाग्छ कुनै, मलाई अलि धेरै लामो समय लाग्छ होइन। अब छोट्याउन यो पटक चाहिँ तपाईँ अन्तर्वार्ताका लागि सजिलै तयार हुनुभएको थियो, बहसका लागि पनि। तर उहाँले एउटा यस्तो शब्द तपाईँ माथि प्रयोग गर्नुभयो, विद्यार्थीको हत्याले हात रङ्गिएकासँग म मजसम्म सेयर गर्दिनँ, यो सम्मको निषेधको अवस्थालाई के भन्ने? उनले मञ्च सेयर पनि गर्नु पर्दैन, यो राम्रै अडान राखे जस्तो लाग्छ मलाई। किनभने उनी संसदमा पनि जाँदैन, संसदमा पनि सेयर गर्नु पर्दैन, न मेरो पार्टीसँग पर्छ न मसँग पर्छ।